गाइज हामी चाहिँ आज चाहिँ यसो पार्टी गर्न जाँदैछु। हामीले चाहिँ चिसोहरू बोकेको छ, मासुहरू छ। हामी चाहिँ चारजना हो कि हामीले हिजो यसो भिडियो बनाएको थियो। फेरि पनि आज चाहिँ हाम्रो ब्लग आउँदैछ। हामी चाहिँ चारजना चाहिँ मासु अनि चटपटाहरू पुरै चिसोहरू बोकेर जाँदैछ। त्यो पनि हेलो गाइज, ल हामी चाहिँ अब हिँड्दैको है। आस्पिन कुन्देले के बोकेको छ सबैले। आस्पिनले के बोकेको छ? चिसो र मासु होइन। मैले चाहिँ खुकुरी बोकेको छ। मैले के बोकाएर रहेछ। म चाहिँ यसो अब आस्पिन क्या स्या बहिनी छैन कि त चिसो भयो। अहिले अब मासु पाइसक्यो होइन। हामी कहाँ खाने, हामी चाहिँ कहाँ खाने, कहाँ उस गर्ने भनेर सोचिरहेको छु होइन। केटा हो आस्पिनले के बोक्यो? आमा चम्बु बोक्यो रहेछ यार। ल केटा हो मलाई चाहिँ भुते तर्साएको ठाउँ नै आइपुग्यो है। यही हो मलाई भुते तर्साएको ठाउँ रतरिया रहेछ। आमा राति त्यो नि 9-10 बजीतिर। यहाँबाट तल जाँदैछु। एउटा यहाँ गएर छ। आमा के बोक्यो त्यस्तो? चटपट्यो भन न। मासु मासु चाहिँ झर्नुहुँदैन। ल गाइस यहाँ चाहिँ के हो? के हो यहाँ? ल मासुको प्लास्टिक चाहिँ झऱ्यो। म चाहिँ यहाँबाट गर्दैछु। खुकुरी र स्प्राइट त्यो यहाँ त पुरा केटाहरू जाँदैछ जम्बु सम्बु बोकेर। ल कुबा जस्तो ठाउँमा आएको के हो यहाँ त? ओइ ल पहिला नि मान्छे बसे जस्तो रहेछ यार। पुरा दाउराहरू रहेछ। आमा हाम्रो लागि त दाउरा त रेडी रहेछ होइन। केटा हो यहाँ चाहिँ को बसेको रहेछ यार। ऊ आएको दाब सकेर रहेछ। ऊ लाइटर नै पाएर झन्। ल के हो यहाँ त?
स्याल बसे हो कि मान्छे बसे हो कि के हो के जङ्गलमा यहाँ त के हो काँचो खाने केटाहरू बसे हो कि यहाँ आमा यस्तै बनाएर बसेर रहेछ यार बोतलहरू के को बोतल रहेछ यार आमा सेट हेर्नु त गाइजहरू यस्तो पाइसक्यो हाम्रो चाहिँ के होला यो आमा ल हामी चाहिँ यस्तो ठाउँमा चिल गर्न यो चाहिँ आगो बालिरहेको थिएन अब चाहिँ यसो दाउरा साउरा हालेर हामी आगो उस बनाउँछु होइन भाइ के हो तिम्रो त अनुहारमै उस लगाएको छ त यार कालो कालो न कालो लगाएको छ अरे हेर न यहाँ हाम्रो पुण्य भाइ यस्तो दामी ह्यान्डसम छ होइन एज आस्मिन के हो तिम्रो कपाल काली काले यस्तो दामी हामी चाहिँ आगो फुक्दैछु सो मोज गर्नु जिन्दगीमा मोज गर्नुपर्छ यही केटा हो हामी चाहिँ यस्तो खुल्ला ठाउँमा यस्तो छ बिजोग हेलो गाइस को हामी चाहिँ अहिले म चाहिँ मासु पकाउँदैछु कि हेर न देखाउ न ल गाइस मासु मासु द सिक्रेट अफ माइनर्स त्यो चाहिँ प्रसन्न लामाको डाइलग हो ल मासु चाहिँ के हो जान्ने माइनर्स सो गाइस हाम्रो चाहिँ अब ब्ल्याक सम्पन्न भएको छ हामी चाहिँ अब घरतिर चल्न जाँदैछु केटाहरू चाहिँ अझै भोक लाग्यो है क्या हो के होला खाइरहेछ ल यति नै हो लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला हाम्रो ब्लगलाई माया चाहिएको छ